बाइपासमा आयौँ अब गाडी चढ्यौँ अब यहाँबाट हामी सिधै रानीपुवासम्म जान्छौँ रानीपुवाबाट हाम्रो आइदिने यात्रा सुरु हुन्छ बस चाहिँ अब यहाँबाट चाहिँ 8:30 बजे निस्किन्छ भन्ने कुरा छ बसको माहौल यस्तो छ रानीपुवामा झऱ्यौँ अब यहाँबाट चाहिँ हाम्रो एकदमै हाइकिङको सुरु हुन्छ होइन यहाँबाट डाइरेक्ट हामी हाइक हिँडेर अलमोस्ट कति घन्टा भन्दाखेरि अब यहाँबाट हेरौँ कति घन्टा लाग्छ अहिले हामी ठ्याक्कै हामी यो रानीपुवा भन्ने ठाउँमा छौँ होइन बाटोको कन्डिसन हेर्दाखेरि यस्तो होर्स छ होइन अब अहिलेको पानी नपर्दा त यस्तो खत्तम छ भनेपछि झन् पानी पर्दा कस्तो होला बाटो बाटो एकदमै साँघुरो अनि डरलाग्दो छ त्यहाँबाट हेर्छौँ हामी जानु भनेको चाहिँ जानुपर्ने चाहिँ यो बाटो हुँदै 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 पर हरियोदेखि डाँडो छ नि त्यहाँ जानु भनेको छ र यहाँबाट अलमोस्ट 2 घन्टा लाग्ने हाम्रो स्थानीयले भनेको छ जाउँ कति टाइम लाग्छ गएपछि त थाहा छ बाटो यो कस्तो डेन्जर छ है सानो बाटो अनि यो चाहिँ यही बाटोमा बसहरू हिँड्ने बाइ द वे हामी हिँडेको चाहिँ चिम्प्रेश्वर थियो होइन अब हाम्रो डेस्टिनेसन ट्याक्कै चेन्ज भएर चाहिँ यहाँबाट चाहिँ ट्याक्कै फुङफुङ झर्ना पुग्नु के हो त्यो फेरि त्यस्तो खानेकुरा होइन त्यो अब यहाँबाट हाम्रो फुङफुङ झर्ना पुगेर अन्त त्यहाँबाट चाहिँ हामी रानीपुवासम्म आधा घन्टामा पुगिने हाम्रो के छ भने लक्ष्य छ भने त्यहाँबाट लक्ष्य चाहिँ हो अब पुगिन्छ पुग्दैन त भगवान् भरोसा हिँड्ने क्रममा यस्तो भ्यू हेर्न पाइन्छ है यहाँनिर माथिबाट हो चिम्प्रेश्वर त
अब हाम्रो चाहिँ फुलफुलहरूलाई यात्रा सक्यो। यहाँबाट डाइरेक्ट हाम्रो